कवि नदिसको कविता सङ्ग्रह हिउँद शनिबार लोकार्पण गरिएको छ। 32 पुतली शिल्पी थिएटरमा आयोजित कार्यक्रममा नाट्य अभिनेत्री पवित्र खड्का, कवि डाक्टर मुस्कान पोखरेल, पर्यावरण अभिनेता उमेश बबाल मगर र पत्रकार बसन्त बस्नेतका साथमा कवि नदिसका पिता गिरिजाप्रसाद भट्टराईले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्। रिदम कणेलको साङ्गीतिक पार्श्वध्वनिमा खरबुजा, झरी पर्दा, कोकुन र रोकिन मन छ, नजाऊ भनिदेऊ कोही छैन शीर्षकका कविताहरू पवित्र खड्का, डाक्टर मुस्कान पोखरेल, उमेश बबाल मगर र बसन्त बस्नेतले वाचन गरे। यसै गरी कवि नदिसले नदिस यस्तो हुनु, अचेत सभ्यताको माइनतबाट बिमारी म फेरि आउँछु शीर्षकका कविताहरू वाचन गरेका थिए। साथै रिदम कणेलले नदिसको एउटा कवितालाई गायनमा प्रस्तुत गरेका थिए। कवि नदिस साङ्गीतिक र कविताको फ्युजनमा समारोह काव्यिक बनेको थियो। नदिसले लेखेका कविता यस वर्षकै महत्त्वपूर्ण उपहार भएको भन्दै लेखकहरूले 21औं शताब्दीको व्यस्तता, प्राविधिकले ल्याएको अवसर र सङ्कटबीच च्यापिएका अस्तित्ववादी कविता भनी व्याख्या गरेका छन्। उनीहरूले पर्यावरणको गहिरो चेत बोकेका कविता पढिनुपर्ने दर्जाका रहेको भनी भनेका छन्। नदिसका पछिल्ला कविताहरूको सङ्ग्रह हिउँदलाई बुक हिलले बजारमा ल्याए। चर्चित गायिका कुन्ती मोक्तान, स्रष्टा भवानी खतिवडा, कवि रोशन परियार लगायत साहित्य, सङ्गीत र सामाजिक क्षेत्रका व्यक्तित्व सम्मानित भएका छन्। मातृभूमि साहित्य मकवानपुरका अध्यक्ष कृष्ण प्रसाद दाहालको अध्यक्षता तथा प्राध्यापक डाक्टर लक्ष्मण प्रसाद गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सिटी निर्देशक डाक्टर शान्ति लामा, साहित्यप्रेमी मुक्ति गोविन्द वैद्य, वरिष्ठ सङ्गीतकार शिलाबहादुर मोक्तान लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा चर्चित गायिका कुन्ती मोक्तानलाई नित्य गोविन्द स्मृति मातृभूमि सङ्गीत पुरस्कार 2081 प्रदान गरिएको छ। सो पुरस्कारको राशि 25,000 रुपैयाँ रहेको छ। त्यस्तै नियात्राकार भवानी खतिवडालाई 21,000 रुपैयाँ राशिको मायादेवी मातृभूमि पुरस्कार 2081 प्रदान गरिएको छ। साहित्यकार प्राध्यापक डाक्टर लक्ष्मण प्रसाद गौतमलाई 25,000 रुपैयाँ सहित मातृभूमि साहित्य पुरस्कार 2081 प्रदान गरिएको थियो। रोशन परियारलाई 15,000 राशिको श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार प्रदान गरिएको छ। जीवन केसीलाई शारदा उप्रेती स्मृति मातृभूमि सम्मान कला साधक 10,000 रुपैयाँ सहित प्रदान गरिएको छ। सामाजिक अभियन्ता विश्वकान्ति कलावती सुमार्गी पराजुलीलाई मकवानपुर श्री सम्मान प्रदान गरिएको छ। त्यस्तै कार्यक्रममा बागमती प्रदेशकी मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेत, डाक्टर श्याम सुवेदी र लायन्स क्लब S325 की सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर अङ्किता सुमार्गीलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा मकवानपुर सहित विभिन्न जिल्लाका साहित्यकारहरूले रचना वाचन गरेका थिए। गायिका कुन्ती मोक्तानले कालजयी आफ्ना गीत प्रस्तुत गरिएको सो कार्यक्रममा महिला साहित्यकारहरूको साहित्यिक यात्राबारे परिसंवाद पनि गरिएको थियो। परिसंवादमा भवानी खतिवडा, मुना अरियाल, आँचल साहित्य कलापुञ्जकी अध्यक्ष भावना सापकोटा र झरना साहित्यिक परिवारकी अध्यक्ष गायत्री रूपाकृति सहभागी थिए। महिलाहरूलाई घरायसी जिम्मेवारीले साहित्य सृजनामा कठिनाई भए पनि पछिल्लो समय साहित्य सृजनामा सफलता हासिल गरेको खुसी परिसंवादमा प्रस्तुत गरिएको थियो। विक्रम श्रीको अध्यक्षतामा नेपाल नाट्य प्रतिष्ठान कोशी प्रदेश समिति गठन गरिएको छ। इटहरीको मैट्रिक्स सभा हलमा सम्पन्न उक्त सम्मेलनबाट सर्वसम्मत रूपमा प्रदेश समिति गठन गरिएको जनाइएको छ। नवगठित समितिको अध्यक्षमा विक्रम श्री, उपाध्यक्षमा कविता नेपाल, सचिवमा वीरेन्द्र थोक्लिहाङ, सहसचिवमा गोपाल कृत, कोषाध्यक्षमा जुनु बुढाथोकी तथा सदस्यहरूमा विजय सुब्बा, भरत बर्बरिक, दिपेन्द्र सिंह, तुलसी घिम्रे, पानस गुरुङ र डाक्टर देवी छेत्री दुलाल रहेका छन् भने बाँकी 6 जना पदाधिकारीहरू समितिले स्थलगत कार्यक्रम पश्चात चयन गर्ने निर्णय गरेको छ। कार्यक्रममा नेपाल नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्राडा रामचन्द्र पोखरेलले प्रमुख अतिथि रहनु भएको थियो भने कार्यक्रममा रङ्गकर्मी कमल राई र विष्णु डाँगी, चलचित्रकर्मी महासङ्घका अध्यक्ष अरुण प्रधान, साहित्यकार किला लेकाली लगायत कोशी प्रदेशका 6 जिल्लाका प्रतिनिधिहरू, रङ्गकर्मीहरूको उपस्थित रहेको थियो। कार्यक्रममा डाक्टर देवी छेत्री दुलालले सहजीकरण गरेका थिए। राजधानीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई सम्मान गरिएको छ। पुनलाई दिवंगत मनोचिकित्सक डाक्टर सुदीप अर्यालको स्मृतिमा स्थापित डाक्टर
सुदीप अर्याल स्मृति सामाजिक रूपान्तरण पुरस्कार 2081बाट सम्मान गरिएको हो। रु 1,11,111 नगद राशि सहितको सो पुरस्कार सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच वैज्ञानिक पुनलाई प्रदान गरिएको हो। आफ्नो विशेषताको क्षेत्र विशुद्ध प्राविधिक स्वरूपको भएर पनि साहित्य, सङ्गीत, कला, खेलकुद, कानुन, व्यावसायिकताको नमुना, वैज्ञानिक आविष्कार जस्ता अन्य लोकप्रिय माध्यमको प्रयोग गरी नेपाली समाजको रूपान्तरण गर्न विशिष्ट योगदान पुर्याउने प्राविधिक प्रकृतिका स्रष्टालाई प्रोत्साहित गर्ने उद्देश्यले प्रत्येक 2 वर्षमा प्रदान गरिने उक्त पुरस्कारको स्थापना गरिएको जानकारी संस्थाकी सचिव स्रष्टा भवानी खतिवडाले दिनुभएको छ। समाजका अध्यक्ष साहित्यकार प्रतीक ढकालले भने नेपाली वैज्ञानिक आविष्कारको क्षेत्रलाई सर्वसाधारण जनताको पहुँचमा पुर्याउन निरन्तर समर्पित भएर लागिरहनुभएका उदाहरणीय कर्मशील व्यक्तित्व वैज्ञानिक पुनको योगदानको कदर गर्दै उहाँलाई यो पुरस्कार समर्पण गर्ने निर्णय गरिएको हो। पुरस्कार ग्रहण गर्दै डाक्टर पुनले आफ्नो कामको मूल्याङ्कन गरेर उनलाई यस पुरस्कारका लागि योग्य ठहर गरी सम्मानित समेत गरेकोमा पुरस्कारका संस्थापक, छनौट समितिका सबै सदस्य तथा सिङ्गो पर्वतीय साहित्य समाजप्रति आफू आभारी रहेको बताए। उनले भने दिवंगत चिकित्सक र समाजसेवीको नाउँको पुरस्कार हो भन्ने थाहा पाउँदा म पनि भावुक भएको छु। भविष्यमा अझ युवा पुरस्कारहरूको छनौट गरी पुरस्कृत गर्नुहोला। यस अवसरमा पुरस्कारका संस्थापक तथा स्वर्गीय चिकित्सक सुदीप अर्यालका मातापिता साहित्यकार सरस्वती अर्याल तथा समाजसेवी ध्रुव प्रसाद अर्याल पनि उपस्थित थिए। 2079मा स्थापित उक्त पुरस्कार यसअघि वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालालाई अर्पण गरिएको समाचार स्रष्टा भवानी खतिवडाबाट प्राप्त भएको छ। चर्चित कवि कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले 2081 सालको पुरस्कार तथा सम्मान शनिबार प्रदान गरेको छ। प्रतिष्ठानले कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार 5 दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको कविता र समालोचना विधामा पुर्याएको योगदानका लागि समालोचक कवि डाक्टर राजेन्द्र भण्डारी कालेबुङ पश्चिम बङ्गाल भारतलाई नगद राशि 25,000 सहित सम्मान पत्रले प्रदान गरिएको छ। त्यस्तै 2081 सालको कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान 3 दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि ज्योति जङ्गललाई र कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार 2 दशकदेखि कविता विधामा दिएको योगदानका लागि युवा कवि रमेशचन्द्र अधिकारीलाई प्रदान गरिएको छ। यी दुवै पुरस्कारका साथ नगद राशि क्रमशः 15,000 र 11,000 प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले नेपाली भाषा, साहित्य र संस्कृतिको समृद्धिमा र सेवामा लामो समयदेखि पुर्याएको योगदानका लागि कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानलाई समेत सम्मान गरिएको प्रतिष्ठानका महासचिव विवश पोखरेलले जानकारी दिएका छन्। विराटनगरको आरोहण गुरुकुलको सभाहालमा भएको कार्यक्रममा साहित्यकार सोमराज अभयको प्रमुख आतिथ्यमा भएको थियो भने डाक्टर टङ्क नेउपानेको अध्यक्षतामा भएको थियो। कार्यक्रममा कृष्णभूषण बल स्मृति प्रतिष्ठानकी प्रमुख संरक्षक शोभा लामा, कवि खेम नेपाली, मनु मन्जिल, पुरन याख्या, देवान किराँती, कवि मीन कुमार नवदित, सीमा आवास, कवि सुमन पोखरेल, कवि शुभलक्ष्मी लम्साल, साहित्यकार केशव आचार्य, गीतकार चन्द्र भण्डारी लगायतको विशेष उपस्थिति रहेको थियो। स्रष्टा तथा कलाकार मुकुन्द प्रयास राजधानीमा सम्मानित हुनुभएको छ। बुधबार नेपाल व्यावसायिक कलाकार सङ्घ ज्ञानको 31औं स्थापना दिवस तथा कलाकार अरनीको स्मृति दिवसको अवसरमा राजधानीमा सम्पन्न एक कार्यक्रमका बीच उहाँ सम्मानित हुनुभएको हो। मुफस्सलमा बसेर निरन्तर लेखन, चित्रकला, मूर्तिकला तथा कला व्यवसायमा समर्पित प्रयासलाई उहाँको कलाकर्मका लागि 10,000 राशि सहित सम्मान पत्र सहित निर्वाण कला सम्मान 2082बाट सम्मान गरिएको हो। क्लासिक भेन्यू सानेपा ललितपुरमा सम्पन्न भएको सो कार्यक्रममा नेपाल व्यावसायिक कलाकार सङ्घका अध्यक्ष प्रेमलाल श्रेष्ठको सभाध्यक्षता तथा वरिष्ठ कलाकार शशि विक्रम शाहको प्रमुख आतिथ्य रहेको थियो। निर्वाण कला सम्मानको स्थापना कलाकार बेखाराम श्रेष्ठले गर्नुभएको कुराको जानकारी सम्मानित स्रष्टा मुकुन्द प्रयासबाट प्राप्त भएको छ। इलामको रोङ गाउँपालिका स्थित धार्मिक तथा पर्यटकीय स्थल पाथिभरा मन्दिर परिसरमा शनिबार 7 सर्जकका 7 कृति लोकार्पण गरिएको छ। कार्यक्रमको प्रमुख अतिथि प्राज्ञ मुन्नाराज शेर्मा रहेका थिए भने उन्मुक्त साहित्य सङ्गमका अध्यक्ष मिलन राईले अध्यक्षता रहेको थियो। उन्मुक्त साहित्य सङ्गम रोङको आयोजनामा
पूर्वका स्थापित 7 सर्जकका पछिल्ला 7 कृतिहरू एकै थलोमा बृहत लोकार्पण गरिएको थियो। पाथिभरा संरक्षण तथा व्यवस्थापन समितिको समन्वय भएको कार्यक्रममा कवि, निबन्ध र आख्यान विधाका 7 फरक फरक कृतिहरूको लोकार्पणपछि कार्यक्रममा कविहरूले सुन्दर र शक्तिशाली कविता वाचन गरेका थिए। कार्यक्रममा समकालीन नेपाली साहित्यका चर्चित स्रष्टाहरू कविता राई, गाउँले, फाटकमा घाम, गणेश निरौला, कनाटा कैरन र कोठेबारी ढुङ्गा र माटो, कृष्ण उदासीको पानीको पर्खाल, दिपेन्द्र आचार्यको व्यापार पृथ्वीको, रिजन मायलुको घुम्ती बिक्रीमा छ, दर्शन घिम्रेको हृदयको उल्टो यात्रा कृति र हाङयुङ अज्ञातका कविताहरू लोकार्पण गरिएको आयोजकले जानकारी दिएको छ। उन्मुक्त साहित्य पुस्तकालय सहयोगार्थ दान पेटिकाको समेत कार्यक्रममा उद्घाटन गरियो। कार्यक्रमको सहजीकरण सुनिता तामाङले गरेकी थिइन्। बुधबार राजधानीमा गृहिणीहरूको आत्मकथा तथा संस्मरण लेखन प्रशिक्षणको कार्यक्रम सम्पन्न भएको छ। राजधानीको जोरपाटी नयाँ बस्ती स्थित टाइमलाइन स्कुलको सभाहलमा उक्त कार्यक्रमको आयोजना गरिएको हो। अभिनव साहित्य समाज गोकर्णेश्वरले आयोजना गरेको तथा गोकर्णेश्वर नगरपालिकाले प्रायोजन गरेको सो कार्यक्रममा 50 जनाभन्दा बढी गृहिणीहरूको सहभागिता रहेको थियो। साहित्यकार परशुराम पराशरले आवश्यक प्रशिक्षण दिनुभएको उक्त कार्यक्रममा गोविन्द घिमिरे, वेदमणि, उपमेयर सान्नानी लामा तथा सभाध्यक्ष विमल अर्यालले गहन मन्तव्य राख्नु भएको थियो। अभिनवका उपाध्यक्ष विमल अर्यालको सभाध्यक्षता तथा गोकर्णेश्वर नगरपालिकाका उपमेयर सान्नानी लामाको प्रमुख आतिथ्य रहेको कार्यक्रमको सञ्चालन शारदा पराजुलीले गर्नुभएको थियो। कार्यक्रममा अभिनवका अध्यक्ष गोविन्द घिमिरे, कल्पतरुका सम्पादक नवराज पुरासैनी, साहित्यकार मञ्जुश्री गिरी प्रधान, स्रष्टा डाक्टर यादेवी ढकाल, मुक्तकार निशा केसी, टाइमलाइन स्कुलका प्राचार्य राजप्रसाद बडाल, स्रष्टा बसन्त रिजाल तथा खोलाघरे साहिलोको विशेष आतिथ्य रहेको थियो। अभिनव साहित्य समाज गोकर्णेश्वरले सबै वर्ग र समुदायमा लक्षित यस्ता कार्यक्रमहरू सम्पन्न गर्दै आएको कुरा स्रष्टा खोलाघरे साहिलोले जानकारी गराउनु भएको छ। मुन्दुम तथा किराँत ज्योतिष शास्त्रका प्रतिपादक बहुआयामिक शिखर व्यक्तित्व विद्वान रन्दोज नेम्माङ रङसाङको 102औं जन्म जयन्ती रन्दोज नेम्माङ स्मृति प्रतिष्ठानको आयोजनामा विविध कार्यक्रमसहित सम्पन्न भएको छ। झापाको दमक 3 दुम्सेमा आयोजित कार्यक्रममा उहाँको शालिग अनावरण, जीवनपरक कृति मूल्याङ्कन तथा लोकार्पण, विभिन्न विधाका स्रष्टा सम्मान, कवि गोष्ठी, साङ्गीतिक कार्यक्रम सम्पन्न गरिएको हो। प्रतिष्ठानका अध्यक्ष दलबहादुर नेम्माङको अध्यक्षता अनि याक्थुङ नेम्माङ समाज नेपालका केन्द्रीय अध्यक्ष प्रिय कुमार नेम्माङको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो। प्रतिष्ठानकी उपाध्यक्ष वन्दना नेम्माङले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि नेम्माङ, विशिष्ट अतिथि साहित्य चौतारी, बिट्टामोड झापाका अध्यक्ष देवभक्त श्रेष्ठ, दमक नगरपालिकाकी उपप्रमुख रेजिना भट्टराई प्रसाई, दमक 3 का वडाध्यक्ष नवीन बराल, पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवान तथा कार्यक्रमका अध्यक्ष दलबहादुर नेम्माङले संयुक्त रूपमा विद्वान रन्दोज नेम्माङको शालिग अनावरण गर्नुभएको थियो। रन्दोज नेम्माङ रङसाङको जन्म विक्रम सम्वत 1974 साल पौष 19 गते पाँचथर जिल्लाको तत्कालीन इम्बुङ 2 हाल याङबोरक 2 थुम स्थित याक्थुम गाउँमा पिता नारद नेम्माङ, माता पिपरानी लावती नेम्माङको कोखबाट भएको हो। विक्रम सम्वत 2018 साल मङ्सिर 21 गते मात्र 44 वर्षको अल्पायुमै उहाँको निधन भए पनि लिम्बू समुदायको भाषा, धर्म, संस्कृति, परम्परा र मुन्दुम सम्बन्धी ज्ञानलाई दस्तावेजीकरण र संरक्षण गर्ने काममा उहाँको अतुलनीय योगदान रहेको छ। कार्यक्रमकै बीच रन्दोज नेम्माङ स्मृति प्रतिष्ठानका सचिव तथा चित्रकार हिम्मत नेम्माङद्वारा लिखित मूल्याङ्कन ग्रन्थको लोकार्पण समेत गरिएको थियो। कार्यक्रममा विभिन्न विधामा स्रष्टाहरूलाई सम्मान समेत गरिएको थियो। ललित कला मूर्ति विधा ज्ञानोदय लावती, साहित्य अनुवाद विधातर्फ डाक्टर कमला तामाङ, साहित्य विधातर्फ गौरी नेम्माङ, समन्वयकर्ताका रूपमा देवीलाल प्रधान र याक्थुम लिम्बू भाषा साहित्य विधातर्फ तेजमान सुब्बालाई सम्मान गरिएको थियो। उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव हिम्मत नेम्माङले गरेका थिए। कथाकार बद्री ढकाल हिरामणिको लघुकथा संग्रह मुकुर लोकार्पण भएको छ। पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा सम्पन्न एक कार्यक्रममा सो कृति विमोचन भएको हो। कृति कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान
परिषदका सभा सदस्य महानन्द ढकाल, प्रतिष्ठानका अध्यक्ष डाक्टर पुष्कर रिजाल, कृतिकारकी आमाद्वारा संयुक्त रूपमा विमोचन गरिएको थियो। पूर्णिमाले प्रकाशन गरेको सो कृतिको विमोचनमा बोल्दै प्रमुख अतिथि ढकालले बहुप्रतिभाशाली कथाकार बद्री ढकालको कथाकारिता मुकुरमा स्पष्ट देखिने भन्दै कृतिले पूर्णिमाको साहित्यिक यात्रामा थप उपलब्धि जोडेको बताए। समालोचक डाक्टर हरिप्रसाद तिमल सिन्हाले समीक्षाका क्रममा कृतिले समसामयिक, सामाजिक, शैक्षिक र राजनीतिक संवेदनालाई समेटेको बताउँदै कृतिको संरचना, पात्र र परिवेश बारे पनि चर्चा गरे। अर्का समीक्षक प्रमोद सुवेदीले मुकुरको अङ्ग्रेजी अनुवादमा भाव, संस्कृति, चेतना, शब्दचयन र काव्यिक ओजका दृष्टिले उत्कृष्टता देखिने बताए। कार्यक्रमका अध्यक्ष डाक्टर पुष्कर रिजालले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशित मुकुरले नेपाली पाठकसँगै कोहलपुरको साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्ने बताए। कार्यक्रममा प्राज्ञ शशिराम कार्की, लघुकथाकार जितबहादुर शाह, छविलाल खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए। पूर्णिमाका सल्लाहकार सागर गैरेले कृतिकार र संस्थाको परिचय दिएका थिए भने कृतिकार ढकालले सहभागीका जिज्ञासाको सम्बोधन गरेका थिए। कार्यक्रममा भारतको भोपाल सहित बाँके, दाङ, बर्दिया, पोखरा र धनगढीबाट आएका 7 दर्जन भन्दा बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रम संस्थाकी उपाध्यक्ष देवकी निरौलाको स्वागत मन्तव्यबाट सुरु भई सचिव केशव निमेषले सञ्चालन गरेका थिए।